18 नेपाली ओपन कन्सर्टको मेन पोइन्टमा आइसकेको छ भन्दै म आजका कार्यक्रम सञ्चालक अथवा यसका मगरसंघ युके का सांस्कृतिक सचिव मिसेस नुनु फाइजा मगरज्यूलाई म स्टेजमा हार्दिक अनुरोध गर्दछु। हिमाल पहाड तराईको छ सुन्दर शान, हिमाल पहाड तराईको छ सुन्दर शान, नेपाली गीत सङ्गीत हाम्रो गौरव हाम्रो पहिचान, नेपाली गीत सङ्गीत हाम्रो गौरव हाम्रो पहिचान। आदरणीय मगरसंघ युकेका अध्यक्ष श्री लालबहादुर पुन मगरज्यू, सम्पूर्ण कार्य समितिका पदाधिकारीज्यूहरू तथा सदस्यज्यूहरू, नेपाल राजदूतावास लन्डनबाट आजको कार्यक्रममा प्रमुख अतिथिका रूपमा पाल्नुभएका महामहिम राजदूत श्री बिपिन तिवारीज्यू तथा दूतावास परिवार, विशिष्ट अतिथिज्यूहरू, सम्माननीय अतिथिज्यूहरू, हाम्रा प्रायोजकज्यूहरू, सञ्चारकर्मीज्यूहरू, कलाकारज्यूहरू, उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो हार्दिक नमस्कार तथा सुस्वागतम। म नुनु पाइजा मगर, सांस्कृतिक सचिव मगरसंघ युके, सम्पूर्ण मगरसंघ युकेको तर्फबाट यहाँहरूलाई हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्न चाहन्छु। भनिन्छ नि, जहाँ शब्दले मनको कुरा सुन्न सक्दैन र बुझ्न सक्दैन त्यहाँ गीत सङ्गीतले बोल्छ। त्यही कारणले नेपाली गीत सङ्गीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो हाम्रो भावना, हाम्रो इतिहास, हाम्रो भाषा, हाम्रो संस्कृति र हाम्रो पहिचानको जीवित स्वर हो। विदेशको भूमिमा हुँदा पनि हामी नेपाली गीतको एउटा धुनले पनि हामीलाई आफ्नो गाउँ, आफ्नो माटो र आफ्नो प्रियजनहरूको सम्झना दिलाउँछ। यही गीत सङ्गीतलाई एक अर्कासँग जोड्छ र नेपाली भएर बाँच्न गर्व दिलाउँछ। यही उद्देश्यलाई आत्मसात गर्दै मगरसंघ युकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाली ओपन कन्सर्ट म्युजिक फर युनिटी आज गौरवका साथ आफ्नो 18औं संस्करणमा आइपुगेको छ। यो केवल एउटा कन्सर्ट मात्र होइन, नेपाली कला, गीत सङ्गीत र संस्कृतिप्रतिको हाम्रो सम्मान, एकता र मायाको उत्सव हो। आज यस मञ्चमा प्रस्तुत हुने हरेक कलाकारको आफ्नो प्रतिभा, मेहनत र समर्पणका साथ नेपाली गीत सङ्गीतलाई जीवन्त बनाउनु हुनेछ। उहाँहरूको प्रस्तुति खुलेर हेर्नुहोस्। माया र सम्मान नै कलाकारको सबैभन्दा ठुलो पुरस्कार हो। अन्त्यमा 18औं नेपाली ओपन कन्सर्टलाई सफल बनाउन अहोरात्र खटी हुने मगरसंघ युकेका सम्पूर्ण परिवार, हाम्रा प्रायोजकज्यूहरू, सम्पूर्ण कलाकार र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावप्रति फेरि पनि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। अब भने म तपाईहरूलाई 18औं नेपाली ओपन कन्सर्टको आधिकारिक रूपमा सांस्कृतिक कार्यक्रम शुभारम्भ भएको घोषणा गर्न चाहन्छु। सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। जसोबाट जीवन जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो। मलाई गर्व छ हाम्रो गोर्खाले, कति व्यथाहरू सहेर, कति व्यथाहरू सहेर, इतिहासमा कथा त एकै छ। जस्तो कर जीवन जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो।
लगिदिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ लडाईँको मैदानमा ढालिदिन्छ कसैको राजु अचल रहने आफै पसिनामा विश्वास राख्ने यो मन्त्र मेरो नेपाली हो सबैले ताली बजाइदिनुहोस् न यो it's a को भरोसामा बाँचिदिन्छ यो अरूको भरोसामा बाँचिदिन्छ न त आफ्नो अधिकारलाई लुट्न दिन्छ विचार छ विशाल यो मन्त्र सबै नेपाली हो जसको घर चाहिँ भन झपसित लैजाऊ यो मेरो नेपाली हो जसको घर चाहिँ भन झपसित लैजाऊ यो मन्त्र मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पुर्खाले कति प्रथाहरू सहेर आसमा जसको घर चाहिँ भन झपसित लैजाऊ यो मन्त्र मेरो नेपाली हो सबैजना जसको घर चाहिँ भन झपसित लैजाऊ यो मन्त्र मेरो नेपाली हो Thank you. संस्कृति संस्कार छुट्टै छ मान हाम्रो संस्कृति संस्कार छुट्टै छ मान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कैसान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कैसान हाम्रो संस्कृति संस्कार छुट्टै छ मान हाम्रो संस्कृति संस्कार छुट्टै छ मान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कैसान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट
स्वागतम सबैलाई स्वागतम ढोरले है बोइ मोइ छोरले है भोजो छोरले है दाजैको छोरले है बोइ मोइ छोरले है भोजो छोरले है दाजैको सधैँ भेट हुन्न भेट भएको बेला रमाउने आजै हो मातृभूमिको माया बोकेर अगाडि बढ्दछौँ मातृभूमिको माया बोकेर अगाडि बढ्दछौँ मगर संयुके पाहुनाहरूलाई स्वागत गर्दछौँ संस्कृति संस्कार छुट्टै छ मान हाम्रो संस्कृति संस्कार छुट्टै छ मान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कै सान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कै सान हाम्रो नेपालीपनलाई बोकेर सधैँ दियो झै बल्दैछ नेपालीपनलाई बोकेर सधैँ दियो झै बल्दैछ 2007 मा सुरुवात भई निरन्तर चल्दैछ 2007 मा सुरुवात भई निरन्तर चल्दैछ संस्कृति संस्कार छुट्टै छ मान हाम्रो संस्कृति संस्कार छुट्टै छ मान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कै सान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कै सान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कै सान हाम्रो म्युजिक फर युनिटी नेपाली ओपन कन्सर्ट युके कै सान हाम्रो खापानी मनमै खुवा छ लमाया जोडी सुवा छ ए खापानी मनमै खुवा छ लमाया
बाचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो बाचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो सुकुने शीत पनि बिहान हाँसिरहन्छ ओइली झर्ने फुल पनि हाँस्दै बाँचिदिन्छ दिउँसो सुकुने शीत पनि बिहान हाँसिरहन्छ ओइली झर्ने फुल पनि हाँस्दै बाँचिदिन्छ जति पाउँछौ जिउन बाचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो कोही भन्छन् जिन्दगी यो डुबी जाने घाम जस्तै हो म त भन्छु सृष्टिकै अमूल्य उपहार मानिसको जुनी झै के छ र बराबर बाचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो बाचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो बाचुन्जेल गरौँ रमाइलो नाच्दै गाउँदै गरौँ रमाइलो
हुनुहुन्छ सबैजना नाच्न रेडी हुनुहुन्छ कि नै भन्नुहोस् त हुनुहुन्न जस्तो छ है तर म गाउँछु भए पनि नभए पनि जबरजस्ती नाच्नुपर्छ है हाम्रो भेनाहरू ल है सबैजना ताली पिट्नु पर्यो है ननाचे पनि त्यहाँ ठाउँमा बसेको ठाउँबाट ताली बजाउनु पर्यो है हाम्रो चित्र दाइ लमक्क परेर हेरिराख्नु भएको छ हेरिरहेको छु मैले तर हावाले ताबुला सबै उडाइदियो कि के गर्ने होला है ल है ताली चाहियो है दिदीहरू सबैजना है झिल्के भेना पछि पछि नलाग्यो झिल्के भेना पछि पछि नलाग्यो यो मेरो लड्की जवाना देखेर छालाका झिल्के भेना पछि पछि नलाग्यो झिल्के भेना पछि पछि नलाग्यो यो मेरो लड्की जवाना देखेर छालाका झिल्के भेना पछि पछि नलाग्यो झिल्के भेना पछि पछि नलाग्यो यो मेरो लड्की जवाना देखेर छालाका झिल्के भेना पछि पछि नलाग्यो झिल्के भेना पछि पछि चल पाइना यो जवान हुर्केछ सुटके नक्काले भेना नहुनु भुतुके चल पाइना यो जवान हुर्केछ सुटुकै नक्काले भेना नहुनु भुतुकै नक्काले भेना नहुनु भुतुकै सबैजना मेरो भेना हुनुहुन्छ है हेर्नुहोस् मजाले तर नाच्नु पनि आउनु पर्थ्यो सबैजना हाम्रो छवि दिदी नाचिनुहुन्छ है कपाल नाच्नुहुन्छ गाउँघरको सेरो फेरो तलाई भए गाउँघरको सेरो फेरो चलाई भएन दिउला जवान कसैलाई हेर्छु पहिला छैन गाउँघरको सेरो फेरो चलाई भएन गाउँघरको सेरो फेरो चलाई
थ्याङ्क यू अगाडि आएर नाच्छ होला
सम्झना मायालाई हो जाने रुनाना सम्झना मायालाई हो जाने रुनाना सम्झना मायालाई हो जाने है त छवि दिदी इन्टायर टिम सबैजना हाम्रो भिनाजुहरू यता दिदीहरू हाम्रो अन्त दिदी सबै ल सबैजना इन्जोय गर्नुहोस् है त हाम्रो मामाहरू सबैजना अगाडि आउनु पर्यो है हो कि होइन जागर निकाल्नु भयो सबले भन्छन् संसारमा ठुलो म त भन्छु भन्दा मन ठुलो म त भन्छु भन्दा मन ठुलो म त भन्छु भन्दा मन ठुलो हाम्रो आमाहरू आउँछ दिदीहरू सबै हाम्रो भाउजूहरू सबै अगाडि आउनु है त छाया हो निर माया सारी थियो भेट भएको बेलैमा माया तिमी मुसुक हाँस्नाले छोयो मलाई मायाको बास्नाले माया तिमी मुसुक हाँस्नाले छोयो मलाई मायाको बास्नाले छोयो मलाई मायाको बास्नाले छोयो मलाई मायाको बास्नाले
शरमा सर पानी खट्टा चल्यो हालिदियो सरुवाको पानीले अचम्मै भयो मन चोरिलयो सारिदियो युकेको नानीले मन चोरेर लयो पिपल छाया होनी रमाया सारिदियो एकैको नानीले है त हाम्रो अध्यक्ष लालु पुन्जाई नाच्नु पर्यो दिदी सबैजना आसन लगाई कपाल गोरी बैमानीले सुटुकै मन्चोरी आसन लगाई कपाल गोरी बैमानीले सुटुकै मन्चोरी बैमानीले सुटुकै मन्चोरी बैमानीले सुटुकै मन्चोरी बैमानीले सुटुकै मन्चोरी ओके थ्यांक यू सबैजनाको हात चाहिन्छ है त हजुर भन्छौ अरे फुल पाएर सुपाइन जति माया गरे नि जस पाइन औधी बेलुको के भर पर्नु र भोलि बेलुको फुल पाएर सुपाइन जति माया गरे नि जस पाइन औधी बेलुको के भर पर्नु र भोलि बेलुको के भर पर्नु र भोलि बेलुको हो कि होइन अलिअलि पानी पनि चाहियो है हजुर ल है यता पनि चाहियो अलिअलि तालीमा बजाउनु पर्छ हजुर ल है मुखमा रङ मनमा त पुरै छ दिलमा आउने जानेको छ पुरै छ औधी बेलुको के भर पर्नु र
गर्नुपर्छ ल है यताबाट सुरु हुँदैछ है यहाँबाट सानो मान्छेलाई ठुलो बनाइदिनु ल
थ्याङ्क यू सो मच। नमस्ते अझै वान्स मोर जोस पुगेन। नमस्ते यो हो नि त जोस भनेको। केही छैन नातो ए घुमाउने झातो केही छैन नातो लौनाने मलाई झुल्केले सम्मतो झुल्केले सम्मतो झुल्केले उजा झुल्केले सम्मतो माया लौ आँखा नलौ काले दाई आँखा नलौ ए आँखा नलौ काले दाई आँखा नलौ आँखा नलौ काले दाई आँखा नलौ न आँखा नलौ काले दाई आँखा नलौ यस्तो दिलमा ठान्छ र यस्तो दिलमा ठान्छ र हमले आँखा नलाए कल्ले लाउँछ र ओके सबैजना नाचेर साथ दिनु होला है त।
सम्हालेर राख साथीमा कति राम्रो कमल फुल हिलेमा माया बस्यो दिलैमा 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 माया बस्यो दिलैमा लहर शाबाश Thank you so much. नमस्ते सबै कलाकारहरूले अब उठ्नुहोस् नाच्नुपर्छ भन्नुहुन्छ, तर आज म पहिलोपटक तपाईँहरू आनन्दले जहाँ हुनुहुन्छ त्यहीँ बसेर मजाले सुन्नुहोस् है। आजको चाहिँ मैले धेरै हाम्रो म्याग्दी मोनाले लिएपछि धेरै कार्यक्रमहरू चाहिँ मैले नचाहेको छु होइन, ट्र्याकमा गाएर। तर आज चाहिँ मैले एकदमै पहिलोपटक आफूले लेखेको गीतहरू म तपाईँहरूलाई यत्तिकै सुनाउने म कोसिस गर्दैछु। यसलाई यो अलिकति पृथक होला तपाईँहरूको लागि होइन। मैले चाहिँ ओपन कन्सर्ट भनेर त्यही अनुसारले माइन्ड मेकअप गराएको थिएँ। सो यो अलिकति यङ जेनेरेसनलाई मन पर्ला, तर म सबैलाई छुन्छु है त। मजाले बसेर सुन्नु होला, यो चाहिँ मेरो सुन्ने मात्रै गीत हो है त। थ्याङ्क यू। यो चाहिँ मैले पहिलो लकडाउनमा लेखेको थिएँ। यो गीत चाहिँ हामी एउटा टिनेज गर्न बित्तिकै कोही न कोहीलाई पक्कै मन पराइन्छ नि होइन। अनि त्यो मन पराउने बेलामा एक किसिमको डर हुन्छ, एक किसिमको खुसी हुन्छ, ला उसले मेरो कुरा पो थाहा पाउला कि भन्ने त्यो डर हुन्छ होइन। यदि थाहा पाएर ऊ खुसी भइदियो भने त्यो यत्तिकै इमेजिन गर्दा पनि खुसी हुने के। त्यो एक किसिमको डर भएको बेलामा होइन, साथीहरूले भन्छ ए छोड्दै उसलाई, तँलाई मतलबै गर्दैन, किन उसको पछि लाग्छस् भन्दा पनि त्यो बेलामा चाहिँ उसले माया गरे पनि नगरे पनि म उसलाई एकतर्फी माया गर्छु भनेको हुन्छ क्या। अनि त्यो चाहिँ आई थिङ्क सबैले रिलेट गर्न सक्नुहुन्छ होला त्यो जमानामा। यो गीत चाहिँ मेरो आफ्नो गीत युट्युबमा छ, गीतको बोल छ म मात्र। न त उसलाई भन्न जरुरी छ कि कति धेरै माया गर्छु भनेर, न त उसलाई जताउन जरुरी छ कि उसको लागि म केसम्म गर्न सक्छु भनेर। यो त एकतर्फी प्रेमको हुरी हो, जुन हुरीमा रोमलिएर मजा लिनुको पनि कसम नेक्स्ट लेभलको मजा छ। अनि उसको त्यो स्माइल, उसको त्यो मुस्कान छ नि कसम, जसको कारण म होस् या नहोस् मलाई केही बाल लाग्दैन कि, तर ऊ खुसी हुन पर्यो होइन, तर संसार जिते जस्तो लाग्ने। त्यही भएर भन्छु मेरो एकतर्फी प्रेममा कुनै स्वार्थ लुकेको छैन। अनि घमण्डका साथ भन्छु यो कहानीको एक्लो पात्र म मात्र। हाम्रो नाम कोरिरहे तिमी नभएको भिडमा नियालेर खोजिरहे खाली पानामा हाम्रो
म मात्र हो, म मात्र म मात्र खुसी हुन्छु म धेरै मेरो साथ तिमी हुँदा तिमी भन्दा दुख्छ मलाई मेरो सामु आइरहँदा खुसी हुन्छु म धेरै मेरो साथ तिमी हुँदा तिमी भन्दा दुख्छ मलाई मेरो सामु आइरहँदा टाढिन्छु भन्दा झन् मायामा फसिरहे तिमी नभएको भिडमा निहालेर खोजिरहे भन्दथे सबले मलाई यो कहानीको एक्लो पात्र म मात्र हो, म मात्र। थ्याङ्क यू। यो गीत चाहिँ धन्यवाद। हामीसँग दुईवटा हेडलाइनर्सहरू हुनुहुन्छ, सबै हेडलाइनर्स हो र पनि तर हामीले जुन यो यानोसीको लागि दुईटा हेडलाइनर छ त्यसमध्येमा मन्त्र ब्यान्ड करिब 1 घन्टा पछाडि आउँदै हुनुहुन्छ आजको हेडलाइनर। एकदमै राम्री भएर ब्याक स्टेजमा रेडी भइसक्नु भएको छ यहाँ आएर पर्फर्मेन्स दिनको लागि हाम्रो प्यारी मगर्नी उहाँलाई निप्टाउने हो त Voice of 7 को विनर निता थापा मगर। ला आवाजै पुगेन हौ, भात खानु भएको छैन क्या हो? झर्ले साँच्चै हुनुहुन्छ? बिस्तारै बोल्नुहुन्छ त किन हो? म बिस्तारै बोलेको छु र। साँच्चै हुनुहुन्छ? ल थोरैमा भए पनि यतिको चाहिँ आउनु पर्यो है त आवाज। आमामा कस्तो ह्यान्डसम भएर है। मेरो भेना, मेरो पुसे अनि मेरो फुपूहरू अनि दाई दिदी अङ्कल आन्टी आमा बुवा अनि मेरो हुनेवाला सासू ससुरा टक्क चस्मा लाएर बस्नु भएको छ, तर एकदमै दामी देखिएको छ है त। हेलो सोल्टीहरू कता हो? कतै देख्दैन त, कता हो? सोल्टीलाई बोलाएको, सोल्टिनीले पो हात उठाउनुहुन्छ त। सोल्टी कता हो? जुरुक्कै उठ्नु पर्यो है, यस्तो मात्रै गरेर हुँदैन। ल कता? ए ल ल ह्यान्डसम सोल्टीहरू हुनुहुँदो रहेछ। अलि अगाडि आएको भए झन् यसो आँखा जुझाउन पाइन्थ्यो कि है। सबैजना नाच्नु पर्यो अनि ताली पनि है त। माया
लामो बनाऊ मायाको घर न्याउली बनेमा हृदयका मायालाई आँखे मानेमा हृदयका मायालाई आँखे Thank you, thank you, thank you. Are you ready? 10, 9, 8, 7, 6, 5, 4, 3, 2, 1. Yes,
सबैजना घाट एकचोटि माथि हेर्न पर्यो